मात्रै खान दिने अनि त्यस्तै समस्या भएको कारणले सर कमजोर पनि भएको होला अनि त्यही भएर आफू ढलेको हो सर। हामीले अहिले पछिल्लोसम्म कुवेतबाट नेपाल सकुशलले उद्धार गर्न सफल भएका छौँ। अनि एजेन्टहरूलाई भनेको मैले फोन गरेर अब म काम गर्नु सक्दैन के भन्यो भने 3 लाख पैसा तिर अनि नेपाल आइज भन्ने कुरोहरू गरेको छ। अनि अहिले 3 लाख पैसा तिरेर नेपाल आउनुभयो त? नै तिर्नु भएन हैन? हजुर। आदरणीय दर्शकवृन्द नमस्कार, यतिखेर तपाईँ हेर्दै हुनुहुन्छ कर्णाली सन्देशबाट म गणेश बम पनि उपस्थित भइसकेको छु। आज भने हामी वैदेशिक रोजगारको यात्रामा पछिल्लोसम्म घरेलु कामको यात्रामा जाँदाखेरि कति समस्या कति झेल्न पर्छ हाम्रा नेपाली चेलीबेटीहरूलाई। यस्तो समस्या कसैले नआओस् भन्ने हाम्रो प्रार्थना हो। इलिगल भिसामा पठाउने र गैर कानुनभन्दा विपरीत ढङ्गले जाने नेपाल सरकारले किन कारबाही गर्न सक्दैन त? हेर्नुहोस् त, उहाँहरूको दर्दनाक पीडाहरू यसरी वहाँ गएर अल्पत्र परेर वहाँ गएर तपाईँको विभिन्न किसिमका नाना थरीका एजेन्टहरूको धाक धम्की सुन्न पर्ने अवस्था छ हैन? यो अवस्थामा देखेर हाम्रो बहिनीहरू लास्ट सिरियस नै हुनुभएको छ। यो विषय थोरै उहाँसँग कुरा गर्न चाहन्छु। समस्या के चाहिँ भएको तपाईँले? मलाई चाहिँ हातको समस्या भएको सर। पहिला हातको समस्या भएको, हातहरू सबै फुट्ने रगत आउने भएको थियो अनि पछिदेखि चाहिँ यो हातको यहाँको समस्याले होला सायद यतातिर पनि दुख्ने सुन्निने भएको कारण अनि त्यस्तो हुँदाहुँदै अब बेहोस हुने के सर, 81 काम गर्दा गर्दै बेहोस हुने अनि म काम गर्नु सक्दैन भने अब उहाँको मान्छेले अब तिमीहरूलाई यति पैसा तिरेर ल्याएको हुन्छ काम गर्नुपर्छ भन्ने सर। अनि एजेन्टहरूलाई भनेको मैले फोन गरेर अब म काम गर्नु सक्दैन मलाई यस्तो समस्या भएको छ भनेर मेरो हात त्यस्तो हुँदा पनि देखाएको थियो मैले देखाउनु त। अनि उनीहरूले चाहिँ के भन्यो अहिले 3 लाख पैसा तिरेर नेपाल आउनुभयो त? नै तिर्नु भएन हैन? हजुर। अनि तपाईँलाई त्यो जस्तै बिरामी भइसकेपछि यहाँ नेपालबाट जाँदाखेरि पुलिस रिपोर्ट अनि शरम के माग्नुपर्छ भन्ने उसले एजेन्टले मागे कि मागेन? गराएन? नै गरेन। पुलिस रिपोर्ट शरम गरेन हैन? हजुर। अनि तपाईँलाई पनि पुलिस रिपोर्ट अनि यो यस्तो इलिगल भिसा हुन्छ घरेलु काममा अलि हामीलाई समस्या हुन्छ भनेर के थाहा थियो कि थिएन? नै थाहा थिएन सर। अनि तपाईँको लागि त्यहाँ कति तलब हुन्छ भनेर यसरी त्यहाँ लगेको? तलब चाहिँ 120 दिन्छ भनेर लगेको छ। तलब चाहिँ 120 दिन्छ भनेर लगेको हो। अनि यस्तो अब यो के भन्छ शरमहरू त्यस्तोहरू चाहिँ बनाउँदैन भनेर चाहिँ थाहा थिएन सर मलाई। तपाईँलाई गाउँबाट ललाइ फुकाइ गरेर त लिएको होइन नि मानु? नै होइन सर। तपाईँ आफै जान्छु भनेर जानुभयो? हजुर। हेर्नुहोस् त दर्शकबिन, वैदेशिक रोजगारमा आफै जान्छु भनेर पनि यहाँ आए भने तपाईँको अब कुन देशमा जाँदा अब कस्तो हिसाबमा हामी जाँदा भन्ने हामीले आफूले भर पर्नुपर्छ। किनकि तपाईँ हामी शरम गरेर नेपालबाट स्वीकृति लिएर तपाईँ हामीले होइन इलिगल हिसाबमा बसेर तपाईँहरू यस्तो अवस्थामा नगइदिनु होला भन्न हामी अनुरोध गर्छौँ। र उहाँले र त्यसै विषयमा उहाँको श्रीमान पनि आउनु भएको छ। म श्रीमानसँग पनि कुराकानी गर्न चाहन्छु। किनभने अब विदेशमा त्यस्तो ठाउँमा गएर खाना टाइममा छैन होइन? 7 दिनको एकचोटि खाना अनि चिया र पाउरोटीको बारमा बस्नु पर्दाखेरि अब मलाई यस्तो समस्या भयो भनेदेखि मलाई लास्ट गाह्रो। अनि यहाँ घरमा केटाकेटी के छ कि छैन? छोरा एउटा छ। छोरा हुनुहुन्छ? उहाँलाई मम्मी भन्दा उहाँको मम्मीको याद आउँदैन छोरालाई? आउँछ नि, फोनमा त जतिखेर नि भिडियो कल गर्दाखेरि रोएर मात्रै बोल्छ। रोएर मात्रै बस्नुहुन्छ है? अनि अरू तपाईँ यस्तो इलिगल हिसाबमा अनि तपाईँले आफै एउटा नारीलाई त के आफू मर्दको छोरा भए पनि हामी विदेश जानुपर्छ भन्ने त्यस्तो किन बुढीलाई पठाउनु भयो? अब त्यो त एउटा घरको समस्याको कारणले हो। घरमा समस्या दिइरहेपछि अब विदेशमा पठाएर के हुन्छ कि भन्ने एउटा सोचले पठाएको। कुनै पनि विदेश जाँदै हुनुहुन्छ वा वैदेशिक रोजगारको जाँदै हुनुहुन्छ भने तपाईँले के बुझ्नु पर्ने देखिन्छ भने तपाईँको भिजा आइसक्यो भने तपाईँहरूले पैसा जो दिनुहुन्छ त्यसको परियोजना खुलाउनु होला र त्यसमा त्यो परियोजना वैदेशिक रोजगारको लागि हुने उसको हातमा कारोबार नगर्नु होला। त्यो मोबाइल ब्याङ्किङबाट कारोबार गर्नु होला। हजुरको नाम? मेरो नाम सागर लामा। अनि यसरी आफ्नै अन्टीलाई यसो विदेशमा गएर यसरी अल्पत्र परेको अवस्थामा होइन अब त्यहाँ देख्दाखेरि कतिको मन चाहिँ भावुक हुन्छ तपाईँको? अब यस्तो हो, अब धेरै किसिमका तनावहरू पनि लिइरहेको थियौँ हामीले। अब सर्वप्रथम हाम्रो कर्णाली सन्देशका मिडिया साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। म आइटी आर्मी काठमाडौँ उपत्यकाको उपाध्यक्ष सागर लामा। मेरो आफ्नै आन्टी चाहिँ वैदेशिक रोजगारको सिलसिलामा कुवेत पुगेको थियो। घरको सिलसिलामा उहाँलाई चाहिँ काम राम्रै भइरहेको थियो। तपाईँको बिरामी भएर शारीरिक अवस्था पूर्ण रूपमा स्वस्थ नभएको कारणले चाहिँ नेपाल आउन चाहँदाखेरि चाहिँ तपाईँको नेपालबाट पठाइएको एजेन्ट मार्फत उहाँले जानकारी गराउँदाखेरि
नेपालको एजेन्टले चाहिँ तपाईँको 3 लाख रुपियाँको डिमान्ड माग्नुभयो। त्यसै कारणले मैले कर्णाली सन्देशका मिडिया साथीहरूलाई सामु यो प्रस्ताव राखिदिएको थिएँ। तपाईँहरूलाई धेरै धेरै धन्यवाद। सकुशल नेपालमा उद्धार गरिदिनु भयो। हस्त नमस्ते। यसै विषयमा थोरै अर्को कुरा पनि के जानकारी दिन्छु। तपाईँलाई खास भन्ने घरेलु काममा कुवेतमा बेचिएको यो कुरामा तपाईँलाई शर्मी गरेको हुँदैन, पुलिस रिपोर्ट गरेको हुँदैन। तपाईँले त्यहाँको तपाईँको 1500-1200 गेडीमा तपाईँलाई किनिएको हुन्छ। त्यहाँ जुन फ्री भिसा फ्री टिकट जस्ता यस्ता गैर कानुन प्राविधिक विषयमा नजानु होला भन्ने म आग्रह गर्न चाहन्छु। थोरै अन्तिममा बहिनी के भनाइ छ भन्नु? नेपाली हजारौँ नेपालीहरूले तपाईँले हेरिराख्नु भएको छ, उहाँ पनि विदेशमा जाँदै हुनुहुन्छ भने यस्तो घरेलु फ्री भिसा फ्री टिकट भिजिट भिसामा हैन कस्तो समस्या आउँछ, अरू नजानुस् के चाहिँ भन्नुहुन्छ अन्तिममा? अब यस्तो घरेसी काममा चाहिँ अब सकेसम्म चाहिँ अब कोही नजानु होला कि, किनभने धेरै नै गाह्रो हुन्छ। कति ठाउँमा त कुटपिट पनि गर्छ भन्छन्, तर मलाई चाहिँ त्यस्तो थिएन। मेरै ज्यानको समस्या भएर म फर्केर आएको हो। मलाई चाहिँ त्यो मेरै ज्यानमा धेरै समस्या भएर फर्केर आएको हो। घरमा खाना नदिने त्यस्तो थिएन, कुटपिट त्यस्तो थिएन। म के भन्न चाहन्छु भने सर, अब जति पनि दिदीबहिनी हुनुहुन्छ जाँदै हुनुहुन्छ भने पनि नगइदिनु होला, किनभने धेरै नै गाह्रो हुन्छ सर। अनि थोरै यता बाबुको सम्झना अनि बुढाको याद आउँदाखेरि यस्तो समस्या पर्दाखेरि तपाईँले के कतिको मन चाहिँ भावुक हुन्थेन? मन त धेरै नै दुख्थ्यो सर। म त्यस्तै 2 महिना जति चाहिँ रोएरै दिनहरू कटाएँ कि सर, रोएरै दिनहरू कटाएँ मैले। हेर्नुहोस् त कति रोएरै दिन कटाए भन्नुहुन्छ। हामी त विदेशमा पैसाको रुग हुन्छ, पैसाको बिटो हुन्छ भने जस्तै हामी उहाँहरूलाई हैन विदेश गएपछि सबै थोक हामी नेपालमै ल्याउनछौँ पठाउँछौँ भन्ने कुरा हामी सोच्छौँ नेपालमा हैन। अर्को अहिले पछिल्लो समय हामी नेपाली जनतालाई रोजगार छैन हैन। यो रोजगारको विषयमा थोरै सरकार निकायले पनि के ध्यान दिन पर्यो कि यस्ता विभिन्न किसिमले गर्दा अलपत्र परिने अवस्थामा हैन। अहिले पछिल्लो समय लगभग 10 पास गरिसक्यो, 8 क्लास पास गरिसक्यो, आफ्नो भविष्य कसरी बनाउने भन्ने हाम्रो नेपाली युवाहरूलाई छ। किनकि हाम्रो भविष्य हामीले आफ्नै यहाँ नेपालको स्वदेशमा देख्दैनौँ हैन। त्यस्तो सिर्जना नेपाल सरकारले बनाइदिएको छ। यो सिर्जनाबाट नेपाललाई जो रोजगारीतिर कहिले बनाउने भन्नेतिर पनि ध्यान दिनु होला भन्ने आग्रह गर्छु। र हैन पछिल्लो समय अब 10 पास गर्यो भने तपाईँको हामीले आफ्नो भविष्य कहाँ देख्छौँ? विदेशतिर देख्छौँ हैन। त्यो भविष्य बनाउनलाई हामी विदेश जानुपर्छ। कहिले त हामी एयरपोर्टमा हाम्रो अन्तिम सास पनि हुन्छ। जाँदाखेरि त मजाले प्लेनमा जान्छु, आउँदाखेरि कसै मान्छेहरूको त कालो बाकसभित्र फर्केर आउनुपर्छ। हेर्नुहोस् त कति दर्दनाक पीडाहरू छ। तर यस्ता पीडाहरू अनि यस्तो सम्बन्धित निकायले यस्ता समस्याहरू किन बुझ्दैन त हैन। देशको रेमिट्यान्स विदेशमा मान्छे पठाउँदै देशको रेमिट्यान्सले चलाएर हैन कति दिनसम्म हाम्रो देश चल्छ हैन। हामीले आफैले किन हामी नेपालमा शरम गर्दैनौँ त? के हामीसँग त्यत्रो क्षमता छैन? अब कुरा गरौँ खाडी मुलुकको। खाडी मुलुक नेपालभन्दा कयौँ ऊ हो नि त, विकसितले मात्र त अहिले ऊ भएको छ। तर त्यो मरुभूमि ठाउँ हो नि त। हाम्रो नेपालमा त्यस्तो मरुभूमि छ र छैन नि त हैन। हामीले नेपालीले चाह्यौँ भने अब विभिन्न ठाउँमा त सबै यहीँ छ हैन। त्यो विषयमा हामी सबै जानकारी दिए। अन्तिममा उहाँको श्रीमानलाई पनि छुन चाहन्छु। अन्तिममा के भन्नुहुन्छ उहाँले? अन्तिममा तपाईँ यसरी अब जाँदै हैन विदेशमा रहेका नेपाली चेलीबेटीहरू नेपालमै रहेका मान्छे विदेशमा जाँदै खोज्नुहुन्छ भने उहाँलाई के भन्नुहुन्छ? अब त्यही हो, हाम्रो नेपाली दिदीबहिनीहरू अथवा दाजुभाइहरूलाई विदेशमा नजानु होला भन्ने आग्रह गर्छु म चाहिँ। हस्, धन्यवाद।